साथीहरूलाई तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज मैले फर्स्ट टाइम मुकबाङ भिडियो गर्न गइरहेको छु। मैले चाहिँ के ल्याएको छु भन्दाखेरि तपाईहरुले हेर्न सक्नुहुन्छ। मोमो छ, यहाँ बोइल्ड अन्डा छ, अनि अमलेट छ, अनि रामेन नुडल्स छ 3x, अनि यहाँनिर छ लस्सी, अनि ज्यादै पिरो भयो भने चाहिँ बदाम मिल्क शेक। अब साथीहरु कस्तो हुन्छ भिडियो तपाईहरुलाई मन पर्यो भने लाइक शेयर। ल साथीहरु अब चाहिँ म स्टार्ट गरे। फर्स्ट बाइट चाहिँ तपाईहरुलाई मेरो रियाक्सन हेर्नु होला कस्तो हुन्छ। 3x हो। साथीहरु धेरै पिरो हुँदो रहेछ। यस्तो पिरो भयो भने चाहिँ यसरी खाने है। पिरो काट्छ यसले चाहिँ। पहिला पनि मैले खाएको हो तर भिडियो चाहिँ बनाएको थिएन। मेरो साथीले त खानु सक्दैन। ऊ अहिले बाहिर छ, ऊ चाहिँ उसले खानु सक्दैन। तपाईहरुले यस्तो खानुभयो भने चाहिँ छिट्टो पिरो काट्छ र पेटमा असर पनि गर्दैन। मलाई रानी चाहिँ मन पर्दैन साथीहरु। यो बोइल्ड एगको यो सेतो पार्ट मात्रै मन पर्छ मलाई। तपाईहरुलाई चाहिँ कस्तो मन पर्छ होला? फेरि मेरो साथीलाई चाहिँ रानी मन पर्छ। रानी भन्छ कि यसलाई के भन्छ तपाईहरुले? ल झर्यो। पिरो भयो साथीहरु। तर म पिरो खाइरहन्छु। पिरो नखानु सक्नेले चाहिँ आँसु आउँछ। मोमो त खानु सक्दिनँ होला। यति खाँदै यस्तो हुन्छ। अरूहरूले त भने यति खान्छ, कसरी खान्छ होला?
थाके साथीहरू खाँदा खाँदा पनि यस्तो पनि हुन्छ होला, तपाईँलाई पनि खाँदा खाँदा थाक्छ होला। पिरो खायो भने चाहिँ थाक्छ। मान्छेहरूले झन् 2 प्याकेट 3 प्याकेट एक्लै कसरी खान्छ होला। सकै नै लाग्यो। थोरै अचार हाल्छु। साथीहरू म त बोलेको भएछु। मैले ब्याक क्यामेरा गरेर भिडियो गरेको थिएँ। यो मेसेज आयो भने भिडियो नै स्टप भएछ। मेसेज आएर धेरै मिठो भयो। मिठो पनि पिरो पनि। यो बोइल्ड एगको रानी चाहिँ मन पर्दैन साथीहरू मलाई। हात लगाएँ साथी, दुइटै हातले चलाएँ मैले। धोको आफ्नै हात होइन। अचार लाग्छ। अचार finish. लास्टै पिरो भयो। लस्सी लस्सी खायो भने चाहिँ पेट ठन्डा गर्छ साथीहरू। Finish.
तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ यदि मेरो भिडियो हेर्नुभएको छ भने। र यो चाहिँ मेरो फर्स्ट टाइम आई मिन मुकबाङ भिडियो। सरी, योभन्दा पहिला मैले बनाएको पनि छुइनँ, फर्स्ट टाइम मैले बनाएको। तपाईँहरूलाई कस्तो लाग्छ र तपाईँहरूलाई कस्तो भिडियो चाहिन्छ तपाईँहरूले मलाई भन्न सक्नुहुन्छ। र कस्तो भयो, के मिस्टेक भयो त्यसको लागि सरी भन्न चाहन्छु। र कसरी गर्नुपर्छ, के गर्नुपर्छ तपाईँहरूले त्यो कमेन्ट पनि गर्नु सक्नुहुन्छ। लास्टै पिरो भयो साथीहरू, बोल्नु पनि सकेको छुइनँ। तपाईँहरूलाई यदि मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, अगर मेरो च्यानलमा न्यू हुनुहुन्छ भने मलाई सपोर्ट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई योभन्दा बेसी बोल्नु सकिनँ साथीहरू। र बाई बाई, अर्को भिडियोमा भेट्नेछु। बाई।